लसँग त लास्ट च्यानल दिएछ ओइ 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 ल कपाल राम्री छ है त ल ए राम्रो छ राम्रो यता माथि हो ए माथिको हो म त तल पो गरेको नि त एउटा ग्याङ चाहिँ हाम्रो छुट्यो है त एकजना टिकट नकाटे भएर टिकट नभएर ल मान्छेहरू टिकटक बनाउनेमै व्यस्त ल गाइस फाइनली काशीलास इन्ट्री भयो ब्रेङ्ग ठोक्यो हार्ट एट्याक आउनु लाग्यो उही के उडाउले जसरी आउँछ त हावा त हेलो एन्ड नमस्ते वेलकम टु माई न्यू भिडियो धेरै दिनपछि आज फाइनली आयो र हाम्रो साथमा हुनुहुन्छ यहाँ दिदी हुनुहुन्छ वेलकम टु भाइको ब्लग इन्ट्रोडक्सन गरिदिनु नि त इन्ट्रो तपाईँको हल्का हेलो मेरो नाम चाहिँ चोङ्गा तामाङ म चाहिँ यहाँ घुम्न आएको मेरो साथी भाइहरूसँग भाइ बहिनीसँग हामी चाहिँ आज यहाँ अहिले चाहिँ काइसूत्रमा छौँ अहिले चाहिँ हामी माथि ल दुईजनालाई पनि वेलकम छ है त मिलेन धेरै दिनपछि आज फाइनली आएका छौँ हामी ब्लगमा 1 इयर पछि मेरो यो साथीलाई भेट्न भाइ र बहिनीसँग पनि भेट भइयो अब आज चाहिँ हामी यसो घुम्न जाँदैछौँ अहिले हामी यो काइसूत्रको यहाँबाट बोर्डमा जान लागेको छौँ अनि यहाँतिर अलिअलि घुमियो क्यारे अनि वी आर मुभिङ टु फरवर्ड राइट नाउ यो चाहिँ स्टार्टिङ हो अब जाँदा जाँदै हामी देखाउने छौँ एकदम हजुरहरूलाई नयाँ नयाँ ठाउँहरू तपाईँहरू पनि गइसक्नु भयो होला पोर्चुगलमा हुनेहरू चाहिँ गइसक्नु भयो होला फेरि अझै पनि हामी तपाईँहरूलाई अर्को पनि बोल्नु पर्यो बोल न यार गाइस त्यही त नि हेलो हेलो हामी सेन्चुरियो दे क्राइस्ट रिए क्रिस्तो हो कि क्राइस्तो हो आई डोन्ट नो म त्यहाँ गएर त्यहीँ भन्छु म नाम राखिदिउँला त्यहाँ छेउमा अनि थाहा हुन्छ अनि बाटो चाहिँ यही हो यो चाहिँ काइसोत्रे भन्ने ठाउँ हो पपकर्न पनि छ अरे अनि यहाँ कफी सप भइहाल्यो क्याफेटेरिया अनि टिकट लिने दामी राम्री सानो मान्छेलाई अग्लो बनाइदिन्छु म स्लिम पनि बनाइदिन्छु यस रमाइलो भयो आज 2 दिनपछि हल्का फ्रेस भयो 2 दिनमा अलिअलि तनाव पनि थियो है त्यो तनावग्रस्त भयो अब आज चाहिँ फ्री यही हो बाटो चाहिँ मन्तिजो काशीलासको ठाउँमा जाने हो 3 र 4 होला ल कपाल राम्री छ है त ल ए राम्रो छ राम्रो ल हाम्रो चाहिँ गेट नम्बर 4 बाट काशीलास जाने तयारीमा छौँ काशीलासबाट कहाँ जाने अरे ती हामी बोट चढेर माथि जाँदैछौँ त्यही के हो रे के हेर्नले भाइ आजको भिजिटर चाहिँ भाइ हो सो त हामीलाई चाहिँ त्यति थाहा छैन भाइले लग्नुहुन्छ मलाई पनि थाहा छैन त्यहाँ म गएको छु त्यहाँ प्राङ्गणमा मात्रै पुगेर फर्लक्क फर्केँ किनभने बन्द रहेछ 6 बजे म पहिला जान चाहिँ गएको थिएँ तर यहीँबाट जाने हो है गाइस यताबाट ट्याप गरेर जान मिल्छ होइन भिजा अथवा चाहिँ नि मेट्रो कार्ड छ भने यु क्यान ट्याप हियर लाइक द्याट अनि यो खुला भन्छ धगाल्नु न यो भएन यता माथि हो ए माथिको हो म त तल पो गरेको नि त एउटा ग्याङ चाहिँ हाम्रो छुट्यो है त एकजना टिकट नकाटे भएर ल मान्छेहरू जाने चाहिँ त्यहाँ हो है यो टावरमा अनि वी आर वेटिङ फर सिस्ट बोट छुट्यो बोट छुट्टी नै भयो
छुट्टिने भयो यहाँ ल यही हो मान्छेहरू झर्दैछ अनि उनीहरूको पालो सकेपछि हाम्रो पालो रे सो वी आर वेटिङ एज यु क्यान सी हियर all of the people are here and here also I am. Let's go. I'm going now. म पनि जाँदैछु राम्रो देखाएको छ होइन म खिच्छु ल यहाँ फेरि अर्को टिकटक बनाउँदैछन् ग्यासहरू हामी जाँदैछौँ हामी यहाँ माथि तर कति धेरै घुम्नु पर्यो हो क्या के हो रे भाइ सान्तोरिया देख क्रिस्टोरिया जस आज मस्त घाम लागेको छ हिजो चाहिँ पानीले भिज्यो पानी हावाहुरी ओहो हिजो त के हो अनएक्सपेक्टेड आज चाहिँ बिहानदेखि बेलुकासम्मै हावाहुरी चल्ने भनेको तर पनि घाम त लाग्यो नि एटलिस्ट घाम चाहिँ लागेछ तर हावाले उडाउन अनि कहाँ घाम लाग्नु त अनि खाली पानी र अनि हावाहुरी चलेर मेरो चस्माको कमल चाहिँ उडेछ हो रहेछ थाहा भयो यहाँ चाहिँ बनाइरहेको माथि हामी छोटा माथि सिक्न हामी चाहिँ माथि फर्स्ट फ्लोरमा ग्राउन्ड फ्लोरमा बसिएन होइन त्यहाँ त 4 जनाको रहेनछ नि त 3 मात्र छ त्यही त यो 4 जना गर्नुपर्ने बिचमा यहाँ मात्रै 4 जनाकोमा छ नि रहेछ 2 जना बस्नु नि त नत्र उयो ठाउँ नै हो जान लाग्यो है कस्तो हुँदैछ त त्यहाँ जानलाई एक्साइटेड पहिला नि गएको फेरि पनि साथीहरूसँग जान पाएर भाइ बहिनी साथीहरूसँग जान पाएर झन् एक्साइटेड फिल भएछु ल हाम्रो हालत पनि बेसी राम्रो जस्तो यहाँ पर्सनल भ्लग डु फलो इन युट्युब अनि युट्युब भ्लगको नाम चाहिँ सञ्जय योलेन SANJAY YOLEN यता पनि है भ्लगमा यसो सब्स्क्राइब लाइक कमेन्ट गरिदिनुहोस् होला अनि सेयर पनि गरिदिनुहोस् होला मेरो साथीहरू पनि मलाई अनि भिडियोहरू पनि हेरिदिनु कि भिडियो पनि यसो लाइक गर्नु हेरिदिनु 15-20 मिनेटको त हो टाइम छुटाउनु न हैन 24 घण्टामा जम्मा 15-20 मिनेट त छुटाउनु न हैन त टिकटक बनाउनेमै व्यस्त ल गाइस फाइनली काशीलास इन्ट्री भयो ब्रेङ ठोक्यो हार्ट एट्याक आउनु लाग्यो उही के उडाउले जसरी आउँछ त हावा त उही मेरो बोल्ने चिज छ कि छैन हेर त यहाँ छ के छ त्यो गर्नै हराउला फेरि होइ त हावा सब ग्याङ लाग्यो है त अब ऊ त्यहाँ पनि म्युजियम छ नि थाहा छ 3D म्युजियम भनेको त्यही हो क्या होइन जता ततै 3D हुन्छ त्यही त जतिखेर ऊ त्यहाँतिर पनि छ है यही हो म्युजियम 3D के 3G मेरो त कपाल नदेखाउ अब त हाम्रो कपाल बिग्रेर अहिले यस्तो बिगारेको छिटो गइहालौँ कहाँ हो कुन 1 मिनेट 1 मिनेट कुर्नु यो चाहिँ मेरो पहिलोचोटि है राम चल्ने 5-10 युरो जति हाल्नु पर्छ आउने बेलामा अनि यसो बस्नु त त्यो त माथि फट्ट जान्छ है म त भुइँमा पो फ्ल्याट म त भुइँमा पो जान्छ यो अर्को चोरा हामी चाहिँ उता हेरेर के भन्छ यहाँ भन न नाम काजल लाग्यो पोस्ट हाल्नु पर्छ भन्छ कोबा पेदादे भन्ने ठाउँमा छु मलाई भाइले बसमा जाउँ भनिरहेको थियो यसमै जाउँ न मजा आयो मलाई त रमाइलो लाग्यो म पहिलोचोटि चढेको
पहिलोचोटि फर्स्ट टाइममै फर्स्ट टाइम म विदेश हो र? आएपछि फर्स्ट टाइम हो यस्तो म चढेको नि ओ माई गॉड रमाइलो लाग्यो मलाई ट्रम मैले चढेको छैन ट्रम भन्छ नि यसलाई के भन्छ ट्राम नै भन्छ त्यो Ladies ठाउँको and नाम। gentlemen, we are now in Cova Peidade and we are moving to Santeria de Cristo Rie टिकटक बनाउने वातावरण and right now we are waiting for the tram or whatever metro. I don't know. Here is our three ladies. आयो है आयो अलि यता आउनु है हल्ला मान्छे मारे नि यसले नि यसले अँ हो अबि ल आयो वाउ कस्तो लागिरहेको तपाईँलाई अहिले मलाई एकदम रमाइलो फिल यो भइरहेछ चढेर रमाइलो किनकि भइरहेको। मेरो यो मलाई ट्रम चढ्न एकदम मन थियो अँ। त्यो पनि पुरा भयो मेरो इच्छा योभन्दा अर्को पुरानो त्यो लिजबनमा गुड्छ नि यल्लो खाली ट्रक त्यो चढेको छैन त्यो पनि त्यो त झन् चढाउँला। चढेको नि छैन ल बेलुकातिर चढाउँला त्यो ओके मेरो ट्रम चढ्ने सपना पनि पुरा भयो विदेश आएर यत्रो वर्षमा आज पहिलोचोटि ट्रम चढेँ पोर्चुगल बसेको यत्रो वर्षमा आज चढ्न पाएँ फाइनली प्राग आइपुग्यो ग्यास हाम्रो मेन ठाउँ आइपुग्यो अब तपाईँहरूलाई हाम्रो मेन ठाउँ देखाउने छु स्पेसल ठाउँ होइन स्पेसल मान्छे त छैन स्पेसल मान्छे हामी आफै हो यता चाहिँ ट्रेन चढ्ने ठाउँ हो ट्रेन चढ्ने ठाउँ पनि देखाइदिनु नि यता चाहिँ प्रागलको अघि ट्रेन उताबाट स्टेसन ट्रेन हो आएको भए हामी यहाँ आउँथ्यो क्या अस्ति म यहीँ आएको यता चाहिँ प्रागलको ट्रेन स्टेसन हो यहाँबाट चाहिँ फेरि अझै यहाँबाट पनि आधी घन्टा जति हिँडेर यहाँबाट पनि आधी घन्टा जति हिँडेर टाइम लाग्छ साइलेन्टमा हुनुहुन्छ त यता चाहिँ मेरो सोल्टिनीमा यहाँ हामी फेरि काजो त पनि वहीँ चर्पी जाँदैछौँ भन त त्यो टोइलेट कहाँ जाँदैछ अरे हामी अझै चर्पी काजो त जाँदैछौँ वहीँ। अघि अब टोइलेट भन्दाखेरि विदेशी होइन भन्नुभयो अब चर्पी झन् प्योर नेपाली हामी खै पिङ्गो त सब हुन्छ यहाँ रहेछ है यता 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 कता त्यही हो त्यही हो I will give you. ल यही हो ल लेडिज ग्याङ हेलो ब्याक साइड ल फाइनल गाइस हामी चाहिँ नि ट्याक्क आइपुगिसक्यो हाम्रो मेन डेस्टिनेसनमा ए यो क्रिस्तोरे आम्मा। क्रिस्तोरे क्रिस्तोरे हजुर यो ठाउँको नाम क्रिस्तोरे त्यही हो क्रिस्तोरी हो सान्तोरी त क्रिस्तोरी हो क्रिस्तोरे सेन्चुरी दि क्रिस्ट वेलकम टु सान्तोरिया द क्रिस्तोरी कस्तो भयो त तपाईँको यहाँको यस्तो माहौल देखेर So when we are super disappointed. एकदम हावा चलेको छ त्यही भएर हाम्रो अहिले रमाइलोपन पनि अछुछुमा झरेछ सिरियसली अस्ति अलिकति ठिक थियो हिजो फेरि अलि बेठिक भयो आज आज झन् झनै फेरि बेठिक भयो हिजोकोले गर्दा हो क्या हिजो अलिकति सुरुमा हामीलाई वाउ फिल भएको थियो पछि गएर पानीले लुत्रुक्कै भिज्यो थोरै मार्का पर्यो नि त हिजो पानी सानी टिकट पर्ने चाहिँ यहाँ हावा सावा छु, छु, चल्छ छु, नि छु। अच्छी छु 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 छु। त्यहाँ मान्छे कति टाइम लाग्छ लाइन बस्नुपर्छ ऊ तल कति लाइन होला सायद। एलिभेटर होला नि त के हो हल्लियो त यार केही छैन माथि ऊ, म मरि यसरी हिँड्छु म त उडाउँछ है। माई गड हावा त यो बुढोलाई त उडाउन लाग्यो त हो के हो र मलाई त हावाले ठेल्छ त यता यता के हो, हामी ए, आज त लाइन पनि रहेनछ ऊ यही हो माथि जाने यही हो यसमा जाने हो मान्छे धेरै एकछिनमा छैन जस्तो छ लाग्दैन अँ? मान्छेहरू हामी के हो आज के भयो एक्सपेक्ट चाहिँ अनएक्सपेक्ट जहिले पनि होइन एक्सपेक्टेड भयो म चाहिँ यहाँ जाडोले यस्तो भएको छ ल। मरे नि हावाले उडाउँछ त के हो यस्तो यस्तो पनि हुन्छ क्या साँच्ची नै उडाउँछ क्या आज कपाल त त लिफ्टमा- यस्तो आज त बिगारेर सिधै छ नि। उडाएर उसमा
ट्रेन पनि आउँदैछ कपाल यहाँ कस्तो आइरहेको छ थाहा छैन ल गाइस अब भ्लगिङ गर्नु पर्ला छ मौसमले च्यालेन्ज दिइसक्यो मलाई मौसमले आज च्यालेन्ज गर्यो हामीलाई ओइ मेरो ल उडाउँदो रहेछ ल यार मौसमको लास्ट च्यानल दिएछ ओइ 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 उडाउँछ के साँच्चीकै उडाउँछ त भने अझ माथि जाने अरे कि यस्तोमा माथि कसरी बस्नु उडाएर तले अनि उडाएर के हेर्ने रे कुन आजको सिटी हेर्ने रे भ्लग इन गर्नु पर्ला छ थ्याङ्क यू सो मच फर एभ्रीवन थ्याङ्क यू सो मच भाइ यहाँसम्म आइदिनु भयो हामीलाई साथ दिनुभयो थ्याङ्क यू अल गाइस थ्याङ्क अब नेक्स्ट टाइम चाहिँ हामी आउँछौँ तर यस्तो अवस्थामा होइन कि राम्रो वेदर हेरेर आउँछु समरमा के हजुर समरमा यता चाहिँ रहेछ समरमा आउँछु आज हामी आउन त आयौँ तर हामीले राम्रोसँग के पनि हेर्न पाएन एकदम हावाहुरी आएर अब हामी फर्किँदैछौँ कस्तो लाग्यो तपाईँको थ्याङ्क यू एकदम रमाइलो लाग्यो तर नमजा भयो आज चाहिँ थोरै अलि नमजै भयो हजुर हिजो लास्टतिर यस्तै भएको थियो आज पनि त्यस्तै आज पनि यस्तै भयो हिजो चाहिँ हावा आएको थिएन पानी परेको थियो आज त्यस्तै लाग्यो यार नहीं गाडी आयो नहीं रोको जरा जक्कु हामी बसको लागि एकदम दौडिँदैछौँ कासिलास हो कि हैन फेरि मैले त कासिलास हो भने चाहिँ हो 3001